खै के भन्नु म हैन कस्तो जित भयो क्या हाम्रो कस्तो जित चाहिँ भयो क्या जितेर पनि आज हारेको जस्तो महसुस हुँदैछ क्या यस्तो नेपालमा जनताहरू जेनजी पुस्ताहरू पनि चान्स नपाएर मात्रै हो नत्र चान्स पायो भने केपी ओली यो शेरबहादुर देउवा हुन्छ नि यिनीहरू भन्दा पनि घटिया मान्छेहरू पनि छ क्या कोही म सबैलाई चाहिँ भन्दिनँ कोही यस्ता पनि छन् क्या चान्स नपाएर मात्रै हो पायो भने तिनीहरूले भन्दा धेरै घुसखोरी तिनीहरूले भन्दा धेरै नराम्रो काम गर्ने जेनजी पुस्ताहरू पनि छ क्या अब सबैले अब दिइसक्यो त केपी ओलीले दिएर गइसक्यो त्यो देश छोडेर भागिसक्यो शेरबहादुरलाई धुलो चटाइसक्यो हान्नेलाई हानिसक्यो हैन गरिसक्यो त अब फेरि किन यस्तो किन यस्तो सिंहदरबार छैन अब सर्वोच्च अदालत छैन संसद भवन छैन राष्ट्रपति कार्यालय छैन सयौं यस्ता सरकारी कार्यालयहरू छैन सयौं हत्यारा भागे सयौं बलात्कारीहरू भागे अहिले यहाँ जाउँ न यहाँ पुलिस थाना जाउँ त्यहाँदेखि यहाँ हामीलाई अहिले आएर हामीलाई कसैले रेप गर्यो यदि हामीलाई कसैले मार्यो भने हामी गएर भन्ने मान्छे पनि छैन पुलिसहरू कोही छैन हामीलाई मार्यो आज सक्यो यस्तो देश आयो क्या अब त यो देश नेपाल बनेको चाहिँ होइन यो बनेको चाहिँ होइन यो के भएको यो बिग्रेको चाहिँ हो अब यही देश त्यही बनाउन त्यही सिंहदरबार बनाउन कति दिन लाग्छ हामीलाई कति वर्ष लाग्छ दिनको त कुरै छोड्नु न वर्ष लाग्छ कति यो हाम्रै उले बनाएको हैन यो हाम्रै पसिनाले हामीले दिएको ट्याक्स हामीले गरेको उले बनाएको हैन त्यो चाहिँ किन जलाउनु नेताहरूको घर जलाऊ भ्रष्टाचारीहरूको घर जलाइदेऊ त्यो एकदम गुड छ राइट छ एकदम म पनि सहमत त्यसमा त यस्तो राम्रो भयो नि त्यो धेरै राम्रो भयो तर सिंहदरबार जलाउने सर्वोच्च अदालत राष्ट्रपति कार्यालय हरेक किन वाइ चिप छ्या सक्यो सरी ल जेन्जी पुस्ताहरू तपाईहरू कोही राम्रो हुनुहुन्न कोही ठिक हुनुहुन्छ होला तर कोही राम्रो हुनुहुन्न है तपाईहरू एकदम तपाईहरू घटिया मान्छेहरू हो तपाईहरू देश बनाउँछु भनेर हिँडेको गरेको हो कि देशलाई अझै धस नस छर भ्रष्ट पार्छु भन्न खोजेको यो मलाई थाहा भएन है तपाईहरू कोही यस्तो हुनुहुँदो रहेछ आम्मामामामा बोकेको छ चामलको बोरा बोकेको छ ए कसैले जुत्ता बोकेको छ कसैले डिउसम्म लाने छे हेर्नेलाई देख्नेलाई भन्दा हग्नेलाई भन्दा देख्नेलाई लाज